नमस्कार दर्शकवृन्द सम्पूर्णमा स्वागत छ आजको नयाँ भिडियोमा दर्शकवृन्द। आज हामी कुरा गर्नेछौँ जुन चाहिँ टाइगर कपपछि लगत्तै सञ्चालन हुने ठुला भलिबल प्रतियोगिता, ठुला भलिबल टुर्नामेन्ट जसमा चाहिँ 4 लाख, 5 लाख, 6 लाख, 7 लाख, 8 लाखसम्मको पुरस्कार राशि रहने गर्दछ। सो आज म तपाईँहरूलाई 5 ठुला भलिबल टुर्नामेन्टहरूको बारेमा जानकारी दिन्छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र ती खेलहरू अब कहिले हुँदैछन्, कति गतेदेखि सञ्चालन हुँदैछन्, कस्तो कस्तो टिमहरूको सहभागिता रहला, सम्पूर्ण कुरा म तपाईँलाई डिटेल एनालाइसिस गरेर बताइदिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने अहिलेसम्म सब्सक्राइबलाई क्लिक गर्नु भएको छैन भने अहिले नै टक्क सब्सक्राइब गरिहाल्नुहोस् हैन। भिडियोलाई लाइक गरिदिइहाल्नुहोस्। भलिबलको बारेमा नयाँ ताजा जानकारी अपडेटको लिनको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुहोला। भलिबल अपडेटलाई माया गर्नुहोला। माया गरिराख्नु भएको छ, सो फेरि पनि अझै पनि माया गर्नुहोला, माया थपिदिनु होला सब्सक्राइब गरेर। सो आज म तपाईँहरूलाई 5वटा ठुला भलिबल टुर्नामेन्ट जसमा चाहिँ 1 नम्बरमा रहेको जीएम कप रहेको छ, नवलपुरमा हुँदै गरेको जीएम कप हैन। त्यस्तै गरी मणिमुकुन्द कप, मणिमुकुन्द भलिबल क्लबद्वारा सञ्चालन हुने मणिमुकुन्द कप पनि एकदमै ठुलो राष्ट्रिय खेल हो हैन। राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने गर्दछ। त्यस्तै गरी मदन भण्डारी गोल्ड कप, सबैले थाहा छ भलिबल प्रेमी भनेपछि त मदन भण्डारी गोल्ड कपको बारेमा थाहा नभएको कोही हुनुहुन्न हैन। त्यस्तै गरी दुधराक्ष कप जुन चाहिँ पोहोर भएको थियो, 4-5 लाख पुरस्कार राशि भएको दुधराक्ष कप पनि भएको थियो सैना महिनामा। सो त्यस्तै गरी रहेको छ एनबिए पिएम कप, 9औँ एनबिए पिएम कप त सकिसकेको छ। अहिले चाहिँ एनबिए मात्र, एनबिए भलिबल लिग भएको थियो, एनबिए भलिबल च्याम्पियनसिप रहेको थियो। एउटा छुट्टै छ कि एनबिए कप, एनबिए पिएम कप भन्ने। सो ती खेलहरूको बारेमा जानकारी दिन्छु, कहिले कहिले छ त तिनीहरूको टाइमिङ भन्ने विषयमा। सुरुमा कुरा गरौँ जीएम कप। जीएम कप चाहिँ फेब्रुअरी मा चाहिँ हुने, जुन चाहिँ अहिले फेब्रुअरी चलिरहेको छ। फेब्रुअरी 17-18मा चाहिँ सञ्चालन भएको थियो। दोस्रो जीएम कप पोहोर सञ्चालन सम्पन्न भइसकेको छ। सो चाहिँ यही फेब्रुअरीमा, यही महिनामा, यही माघ महिनामै हुने खेल हो। र यसको बारेमा आज जानकारी आएको छैन कि जीएम कप अहिले कहिले सञ्चालन हुनेछ, कति कति सञ्चालन हुनेछ भन्ने कुरा जीएम कप अहिलेसम्म जानकारी आएको छैन। किन भन्दाखेरि अहिलेको यो चुनावी माहौल हैन, जेनजी आन्दोलन, सो ती कारणले गर्दा चाहिँ जीएम कपमा चाहिँ असर परेको हुनसक्छ। सो अहिलेसम्म केही जानकारी आएको छैन। यसको जानकारी सायद आज आउला, दिउँसो आउला, भोलि आउला। आउँदा बित्तिकै म तपाईँलाई जानकारी दिन्छु कि जीएम कप कहिलेदेखि सञ्चालन हुने भयो भन्ने विषयमा। सो अब दोस्रो नम्बरमा लागौँ मणिमुकुन्द कप। यो मणिमुकुन्द कप चाहिँ अहिले चाहिँ अब चुनावले पनि अहिले असर गर्दैन। किन भन्दाखेरि मणिमुकुन्द कप चाहिँ यो चाहिँ वैशाख जेठमा सञ्चालन हुने, चैत वैशाखको अन्त्यतिर यो मणिमुकुन्द कप सुरु हुने हो। सो त्यसै कारणले गर्दाखेरि त्यो बेलासम्म चाहिँ चुनावी माहौल सकिन्छ। सो त्यस कारणले गर्दा चाहिँ मणिमुकुन्द भलिबल कप तपाईँले हेर्न पाउनुहुन्छ वैशाखको अन्त्यतिर। वैशाखको मध्यममा भए पनि मणिमुकुन्द कप सञ्चालन हुनेछ। र केही जानकारी आयो भने, अब अफिसियल जानकारी आयो भने चाहिँ म तपाईँलाई टक्क जानकारी दिइहाल्ने छु च्यानलमा। सो त्यही भएर च्यानलमा जोडिनु होला, अहिले भनिसकेको छु। तेस्रो नम्बरमा रहेको छ मदन भण्डारी गोल्ड कप। अब मदन भण्डारी गोल्ड कप, मदन भण्डारी भलिबल कपको बारेमा चाहिँ एकदमै चर्चाको विषय रहेको छ। धेरैजनालाई थाहा छ हैन, मदन भण्डारी कप चाहिँ एकदमै उत्कृष्ट खेलहरू हुनेछन्, उत्कृष्ट टिमहरू सहभागिता हुनेछन्। टाइगर कपमा जस्तै हैन, त्रिभुवन आर्मी क्लब, आर्मर पुलिस, नेपाल पुलिस क्लब हैन, एकदमै रमाइलो हुनेछ। त्यस्तै गरी रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र पनि पोहोर साल सहभागिता भएको थियो हैन। आफ्नो मणिमुकुन्द भलिबल ग्रुपमै सहभागिता हुनेछ। त्यसपछि त्यस्तै गरी मदन भण्डारी भलिबल ग्रुपमै सहभागिता हुनेछ। एकदमै राम्रो 7-8 टिमले एकदमै रोमाञ्चक बनाउनेछ मदन भण्डारी गोल्ड कपलाई पनि। पुरस्कार राशि पनि एकदम उत्कृष्टै हुनेछ हैन। टाइगर कप जत्तिकै त्योभन्दा धेरै पनि पुरस्कार राशि भएको खेल रहनेछ मदन भण्डारी गोल्ड कपमा चाहिँ। निकै रमाइलो हुनेवाला छ। यो चाहिँ तपाईँको अहिले हुने, यो चाहिँ यसको टाइमिङ चाहिँ पौषमा हुनुपर्ने हो अथवा टाइगर कपको अघि पछि हुनुपर्ने हो। यो मदन भण्डारी गोल्ड कप पनि अहिले चाहिँ कुनै जानकारी आएको छैन। किन भन्दाखेरि अब तपाईँलाई थाहा नै छ अहिलेको नेपालको विद्यमान अवस्था, जेनजी आन्दोलन, अहिले यस्तै आउँदै गरेको चुनाव, यो आउँदै गरेको चुनावले गर्दा फेरि यो दुधराक्ष कप पनि रोकिरहेको छ। यसको बारेमा तपाईँलाई अस्ति भिडियो बनाएको थिएँ। दुधराक्ष कपको बारेमा मैले जानकारी लिएको थिएँ। स्वयं दुधराक्ष कपलाई सञ्चालन गर्ने दुधराक्ष युवा क्लबलाई मैले म्यासेज गरेको थिएँ। उहाँले भन्नुभएको छ कि कार्यक्रम चाहिँ चुनावी माहौलले गर्दा केही पर जानेछ भन्नुभएको छ। कार्यक्रम त हुन्छ अवश्य नै, चुनावी माहौल सकिएपछि, चुनाव सकिएपछि चाहिँ यो दुधराक्ष कप सुरु हुनेछ भन्नुभएको छ। सो यसको लागि पनि पोजिटिभ भाइब आएको छ। दुधराक्ष कपको लागि पनि रेडी रहेर बस्नु होला। 4 नम्बरमा थियो दुधराक्ष कप। अब अन्तिममा चाहिँ अब म तपाईँलाई बताइसकेँ एनबिए पिएम कप। यो एनबिए पिएम कप चाहिँ तपाईँको 9औं संस्करण सकिएको थियो र अब चाहिँ 10औं संस्करण हुनेछ। त्यो चाहिँ 2083मा हुनेछ है त। 83को जेठमा
वैशाख जेठ असारमा चाहिँ यो NBA PM कप पनि हुनेछ। सो यी 5वटा खेल चाहिँ अब आउँदै गरेका म तपाईँलाई यसो जानकारी दिनको लागि एउटा लेखेर राखेको थिएँ होइन। 5वटा चाहिँ ठुला खेलहरू टाइगर कप पछि हुनेछन्। अब अन्य घरेलु स्तरका खेलहरू चाहिँ भइराख्ने छन् होइन। घरेलु स्तरका खेलहरू चाहिँ अहिले यो वालिङमा चाहिँ 18 गतेदेखि भनेर राखिएको 2 लाखको प्राइज भएको पुरस्कार राशि भएको खेल चाहिँ अहिले स्थगित गरिएको छ। यो चाहिँ अर्को महिना हुने भन्ने जानकारी आएको छ। यो पनि चुनावी माहौलले गर्दा नै रोकिएको भन्ने जानकारी आएको छ। सो त्यो खेल रोकिएको छ। अहिले चाहिँ महोत्सव चलिरहेको छ, वालिङ महोत्सव चलिरहेको छ। सो अर्को खेल चाहिँ अब तपाईँको देख्न सक्नुहुन्छ माघ 24 गतेदेखि लगत्तै हुने खेलको बारेमा जानकारी लिनुहोस् होइन। माघ 24 देखि 28 गतेसम्मको लागि दोलखा कप बागमती प्रदेशमा हुनेछ होइन। दोलखा कप हुँदैछ। पुरस्कार राशि पनि 2,01,000 रहेको छ। फर्स्ट पुरस्कार, दोस्रो पुरस्कार रहेको छ 1,01,000 रुपियाँ, तेस्रो पुरस्कार 51,000 र चौथो पुरस्कार चाहिँ 25,000 रुपियाँ रहेको छ। यो माघको 24 देखि 28 गतेसम्मको लागि रहनेछ दोलखा कप। यसको बारेमा अरू जानकारी चाहिँ म तपाईँलाई दिनेछु। अब धेरै दिन छैन यो दोलखा कप सुरु हुनको लागि। दोलखा कप लिएर आनन्द लिनु होला। सो हिजो पनि गोर्खामा चाहिँ एउटा तातो पानीमा खेल सकिएको छ। फाइनल खेल जित्न सफल हुनुभएको छ सुरेन्द्र केसी, सरोज बर्देवाको टिम होइन, घले हार्भेस्टिङ। त्यसको बारेमा हिजो भिडियो बनाएको थिएँ। सो त्यही हो। अब समग्रमा भन्नुपर्दा चाहिँ अब भलिबलको माहौल सुरु भएको छ। बिचमा चाहिँ केही चुनावी माहौलले गर्दा रोकिन सक्छन् होइन, अघि पछि हुन सक्छन्। त्यसको लागि अन्यथा नलिनु होला। खेलहरू सम्पूर्ण विधि पुर्याएर नै गर्नुपर्ने हुन्छ। सो त्यस कारणको लागि तपाईँले कुर्नुपर्ने हुन्छ। सो अब नेपालमा हुने भलिबलसँग सम्बन्धित जानकारीमूलक भिडियोहरू म तपाईँलाई दिइराख्नेछु। सो त्यसको लागि चाहिँ तपाईँले हाम्रो च्यानल सब्सक्राइब गर्नुपर्ने नै हुन्छ। सो त्यसको लागि सब्सक्राइब गर्नु होला। आउने अर्को भिडियोमा हस्त धन्यवाद। केही जानकारी लिन मन छ भने कमेन्ट गर्नु होला, म तपाईँलाई रिप्लाई दिनेछु है त। धन्यवाद।